गाइस पहिलो भिडियोमा देख्नुभयो होला हामी चाहिँ टुरमा जाँदा थियौँ। त्यही बेला भिडियो सक्यो, अहिले चाहिँ 5 मिनेट 38 सेकेन्डको भएको छ। म चाहिँ उल्टो बाटो आएको थिएँ, त्यही भएर गएको हो। बहुत ओभरिङ गरेको छु किनकि एड आएर हो। अब त पहाड आएको छ उकालो। सरी मैले चाहिँ बिच एड हटाउन बिर्सेछु, अहिले हटाउँछु। छिटो म त हेभी ड्राइभर आ गया। म त डुकुर राहु गाडी। ओहो कति राम्रो बाटो रहेछ, त्यही बेला गीत लाइन पर्ने हो। कति राम्रो छ कति दाम, यत्रो पत्लो बाटो हो, त्यही पनि मजा हात चलाउन। ए म कहाँ पो जान्छु, लाइट बालो उताको बाटो पो रहेछ। म चाहिँ अर्कै खालको मान्छे परेछु। अब यो पातलो बाटो आएको छ गाइज, कसरी चलाउनु गाइज। प्यासेन्जर हार्ने डेस्टिनेसन पनि आएको छ। दुगुर राखु मैले यस्तो दुगुर राखु। अब मोडमा चाहिँ के हुन्छ यस्तो दुगुर राख्छु मजै आयो। अहिलेको दुगुर आएँ गाइज। स्पिड गाइज, मैले स्पिड चाहिँ धेरै गरेन, मजा आयो दुगुराउन। ओहो झन्नै ठोकेको गाइज। छिटो गाइज, अगाडि चाहिँ गाडी आएको छ। अब कसरी लाने? छिटो 4 मिनट भएको छ। ओभरटेक गर्नुपर्छ। ओभरटेक गरौँ। मलाई डर लाग्छ। ओभरटेक गरौँ भनेको त मजा आयो हान्नेको। गाडीको कपडा लक गरिदिएर कान डिस्टर्ब भएको छ गाइज। यही च्यानलमा कहिले काहीँ भ्लग पनि आउनेछ। गाडी चाहिँ धेरै ठोकेको छ गाइज। छिटो काम, यो गाडीलाई कसरी ओभरटेक गरौँ? डेस्टिनेसन कता आउँछ भन्ने आशा गर्दाखेरि अब त दुगुराउनु पर्छ का। दुगुराउनु त छिटो पुगेर पैसा लिने हो। कचाडी बिहान भइसक्यो।
पेसेन्जरको ठाउँ हो गाइज। यो गेममा फेरि जुन माथि घाम कतिखेर हुन्छ, घाम माथि जुन कतिखेर हुन्छ, पानी कतिखेर पर्छ भने थाहा हुँदैन गाइज। आजको लागि कति धेरै मान्छे हुन्, आजको लागि यति हो, बाई। अर्को भिडियोमा भेटौँला।